2063 सालको अन्तरिम संविधानले नेपाललाई हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाएपछि क्रिस्चियन मिसनरीहरूका लागि नेपाल प्लेग्राउन्ड साबित भयो। एकातिर क्रिस्चियनहरूको जनसङ्ख्या बढ्ने र अर्कोतिर क्रिस्चियन फन्डेड एजेन्सीहरूको दबाव थेक्न नसकेपछि सरकारले सन् 2008 देखि क्रिसमसमा सार्वजनिक बिदा दिन थाल्यो। अवस्था कस्तो भएको छ भने क्रिसमसलाई एकदमै ठूलो चाडका रूपमा सेलिब्रेट गर्न थालिएको छ। शहरी क्षेत्रका स्कुलमा क्रिसमस सेलिब्रेसन अनिवार्य गरिएको छ। क्रिसमसका दिन साना बच्चाहरूलाई रङ्गी चङ्गी लुगामा सजाएर उनीहरूको कलिलो दिमागमा क्रिस्चियनिटी थोपरिँदैछ। क्रिस्चियनिटी फैलाउन मिसनरीहरू मात्र होइन, नेपालका राजनीतिक दलहरू नै सक्रिय भएर लागेका छन्। दक्षिण कोरियाको युनिफिकेसन चर्चले पिलाउने होली वाइनको नसामा लट्ठ भएर केपी ओली, माधव नेपाल र बाबुराम भट्टराईले नेपालमा क्रिस्चियनिटी फैलाउन पैसा नै लिएको त खुलासा भइसकेको छ। 2079 सालको चुनावको बेला युनिफिकेसन चर्चले यी नेताहरूलाई $5 लाख भन्दा बढी सहयोग गरेको प्रमाणहरू सार्वजनिक छन्। केपी ओली, माधव नेपाल र बाबुराम भट्टराईका मान्छेहरूलाई चुनाव जिताएर नेपालको संविधानबाट धर्मनिरपेक्षता हटाएर नेपाललाई क्रिस्चियन देश बनाउने योजना थियो होली वाइन ग्याङको। धर्मनिरपेक्षताको एकोहोरो समर्थन गरिरहँदा धर्मनिरपेक्षताको आवरणमा नेपाललाई क्रिस्चियन देश बनाउन मिसनरीहरूले करोडौँ रुपियाँ खर्च गरेर नेपालको चुनाव नै प्रभावित पार्ने षड्यन्त्र गरिरहेको कुरा बिर्सनु हुँदैन।